उम्, उम्, सम्पूर्णमा नमस्कार। आज हामी यहाँ च्याउ उमार्नको लागि यहाँ विधि अपनाउँदैछौँ। सबैभन्दा पहिला हामीले यो त्यसपछि यो जुन लामो भागहरू रहेछ यसलाई फालेर अनि यसलाई भाँडोमा हामीसँग ठुलो भाँडा नभएको हुनाले यो सानो भाँडाहरूमा यसरी भिजाएर राखिएको छ। यसलाई करिब 2 घन्टा जति भिजाएर राख्नुपर्छ। त्यसपछि हाम्रो यहाँ यसलाई फेरि भाँडोमा 2 घन्टा जति यसको पानी पहिला फालेर यसको जुन यसमा भएका जुन ब्याक्टेरियाहरू यसलाई छर्लक्क निखारेर यसलाई राम्रोसँग पखालेर अनि त्यसपछि फेरि यसको पानीलाई तैरिसकेपछि फेरि अर्को भाँडोमा राखेर फेरि यसलाई उसमा पानीमा हामीले बोइल गर्नुपर्छ करिब 2 घन्टा जति। त्यसपछि 2 घन्टापछि बोइल गरेर निकालिसकेपछि त्यसलाई फेरि उगार्न के अरे पानी तैराइसकेपछि हल्का मनतातो जुन हातले जसरी हामीले यसरी हातले समाउन सक्ने तरिका भइसकेपछि हामीले प्लास्टिकमा राखेर त्यसलाई फेरि सानो जुन काँटीले त्यसलाई पुवाल पारेर प्लास्टिकमा ओसिलो ठाउँमा राख्नुपर्ने हुन्छ। अब यसमा हामीले के कसरी बनाइन्छ हजुरलाई हामीले अन्तिमसम्म देखाउनेछौँ। हामीले अहिले छोटकरीमा बताएको छौँ, हामीले कसरी के गर्दा राम्रो हुन्छ भन्ने कुरा हामीले भिडियोको अन्तिमसम्म देखाउने प्रयास गर्नेछौँ। हेर्दै जानु होला। ल कस्तो भयो? दामी आयो जस्तो हो। हामीले यहाँ करिब 2 घन्टा जति यसलाई भिजाइसक्यौँ। अब यसलाई चाहिँ हामीले अब फेरि पानी तारेर यसमा जुन भएको यो फोहोरो पानी चाहिँ फाल्नुपर्ने हुन्छ। त्यसको लागि हामीले यहाँ अर्को भाँडो लिएर आएका छौँ। यसलाई यसमा पानी तैराएर फाल्नुपर्ने हुन्छ। यो यस्तो किन गरेको भन्दाखेरि चाहिँ यसमा जुन यो परालमा भएका जुन ब्याक्टेरियाहरू हुन्छन् जुन यसले गएर पछि च्याउ उमार्नमा समस्या ल्याउँछ भनेर हामीले यति विधि गरेका छौँ। अब यसलाई यो पानी तैरिसकेपछि त्यहाँबाट फेरि यसलाई हामीले बोइल गर्नुपर्ने हुन्छ। हामीसँग यहाँ ठुला भाँडाहरूको समस्याले गर्दाखेरि अलि यहाँ हल्का समस्या आइरहेको छ। हाम्रो यो पहिलो पटक हामीले यो विधि गर्न लागेको, कस्तो हुन्छ अब कस्तो नतिजा आउँछ भन्ने आशावादीमा छौँ। ल फाइनल्ली हाम्रो पराल चाहिँ रेडी भइसकेको छ। अब यहाँ यसलाई बोइल गरेर यहाँ हल्का यसलाई धेरै तातो गर्नु हल्का मन तातो बनाउनलाई फिजाएर राखेको छ। हल्का यसरी गरेपछि यसको तातोपन अलिक कम गर्नुपर्ने हुन्छ। अनि यो पानी पनि तैरिनु पर्ने भएकाले फेरि हामीले यहाँ टाटमा यसलाई बिछाएको छ। यस्तो भइहाल्यो। भयो राखेर हाल्यो। खाँदैको
हाम्रा चावडा पोका मात्रै छ नि, यो चावडा पोका हाम्रो रेडी भइसक्यो। अब टक्क राख्ने अवस्थामा यसलाई चाहिँ एकदम ओसिलो ठाउँमा अब राख्नुपर्छ। हाम्रो यहाँ अनिसा बहिनीले चाहिँ अब पाल पार्दैछन्, यहाँ यता पनि पाल पर्दैछ।